नेपाल टेलिकमको सिम अब तपाईँले घरमै बसेर लिन सक्नुहुन्छ। यदि तपाईँ विदेशमा हुनुहुन्छ भने पनि विदेशबाट पनि तपाईँले नेपाल टेलिकमको सिम सजिलै आफ्नै मोबाइलबाट एक्टिभ गर्न सक्नुहुन्छ। यसको बारेमा कसरी गर्ने र कसरी प्रोसेस अगाडि बढाउने त्यसको बारेमा मैले तपाईँलाई अब डिटेलमा बताउँदैछु। नेपालमा हुनुहुन्छ भनेदेखि तपाईँले सजिलैसँग नेपाल टेलिकमको वेबसाइटबाट गर्न सक्नुहुन्छ र यदि तपाईँ नेपालभन्दा बाहिर विदेशमा हुनुहुन्छ र तपाईँ यदि खल्ती युजर हो भनेदेखि खल्ती वालेट चलाउनुहुन्छ भनेदेखि चाहिँ मैले खल्तीबाट कसरी सिम लिने नेपालबाट पनि गर्न सक्नुहुन्छ, बाहिरको लागि पनि काम लाग्ने भएको भएर मैले एकैपटक बताउँदैछु खल्तीबाट कसरी नेपाल टेलिकमको सिम लिने अनि कसरी आफ्नो मोबाइलमा एक्टिभ गर्ने यसको बारेमा बताउँदैछु। भिडियो अन्तिमसम्म हेर्नु होला। त्यसको लागि सबैभन्दा पहिले तपाईँले खल्ती एप्लिकेसन खोल्नु होला। त्यसपछि माथि सर्च आइकन देख्नु भएको छ, त्यहाँ गएर तपाईँले नेपाल टेलिकम अथवा नेपाल टेलिकम सिम लेख्नु होला। तल रिजल्ट आउँछ, त्यसमा नेपाल एनटिसी प्रिपेड सिम कार्डमा क्लिक गरिसकेपछि यस्तो किसिमको फर्म खुल्नेछ। तपाईँले 90 दिराम नभएर 90 रुपियाँ पे गर्नुपर्ने हुन्छ यसको लागि। अनि देखाएको फर्म सबै A to Z तपाईँको डकुमेन्टमा जे डिटेल छ त्यो सम्पूर्ण फिल गरेर यसलाई सबमिट गर्नुपर्ने हुन्छ। मैले यहाँ सबै ब्लर गरिरहेको छु किनकि पर्सनल डिटेल पनि हुन्छ। तपाईँले आफ्नो डिटेल डकुमेन्टमा जे छ त्यो अनुसारले नै फिल गर्दै जानु होला। जे मागिरहेको छ त्यो दिनु होला, सम्पूर्ण डिटेल दिनु होला। अनि इमेल आइडी राख्दा चाहिँ तपाईँले युज गरिरहेको इमेल आइडी राख्नु होला। त्यसपछि यहाँ तपाईँले डकुमेन्टहरू अपलोड गर्नुपर्ने हुन्छ, नागरिकताको फ्रन्ट एन्ड ब्याक कपी अनि एउटा फोटोलाई चाहिँ तपाईँले लाइभ खिचेर राख्नुभयो भने बेटर। मैले पासपोर्ट साइजको फोटो थियो त्यसैलाई राखेँ। अनि यहाँ इमेल आइडी राखेँ जसमा मेरो सिमको QR कोड रिसिभ हुन्छ। यसलाई यति गरिसकेपछि मैले यसलाई यहाँ अगाडि कन्फर्म गर्छु। कन्फर्म गरिसकेपछि मेरो सबै डिटेलहरू चेक हुन्छ र यहाँबाट मैले 90 रुपियाँ पे गरिसकेपछि यसलाई कन्फर्म गर्छु। कन्फर्म गरिसकेपछि यो पेमेन्ट सक्सेस भयो र मलाई अब मेल आउँछ। एउटा मेलमा लेखिएको हुन्छ अबको 36 घन्टाभित्र तपाईँले यो सिम पाउनुहुन्छ भनेर आएको हुन्छ र 36 घन्टा नपुग्दै मलाई लगभग 12 घन्टा पछाडि नै सिम आएको थियो। अब मैले यो सिमलाई चाहिँ सजिलै मेरो आइफोन अथवा एन्ड्रोइड फोनमा जहाँ सिम सपोर्ट हुन्छ त्यसको सेटिङमा गएर सेलुलरमा गएर यसलाई स्क्यान गरेर सजिलैसँग सेटअप गर्न सक्छु र मजाले युज गर्न सक्छु। र यसको मेन कुरा भनेको तपाईँले यदि विदेशबाट युज गर्दै हुनुहुन्छ, विदेशबाट यो तरिका अपनाउँदै हुनुहुन्छ भनेदेखि रोमिङ अटोमेटिक एक्टिभ हुन्छ र तपाईँले रोमिङमा पनि चलाउन सक्नुहुन्छ।